हेलो नमस्ते दर्शकबिन। अहिले चाहिँ म यो बोराबाद छेउमा यहाँ हाम्रो साथीको यो मेवा खेतीमा आएको छु। मेवा साथीको हार्भेस्ट भइसकेको छ, पाकेर खानको लागि तयारी अवस्थामा निकालिसकेको छ भन्ने जानकारी पाएर हाम्रो स्थानीय गुड्सलाई यहाँनिर उपभोग गरौँ भन्ने तरिकाले भेट भएको छु। अनि हाम्रो दाइहरूलाई पनि खबर गरेको थिएँ, आइसक्नु भएछ। ल अब यस्तै छ यहाँनिरको हालखबर। तपाईहरुलाई पनि सर्ट यहाँ मेवा सेवा चाहिएको अवस्थामा लिन आउन सक्नुहुन्छ। मेवा निकै गजब तरिकाले नै यहाँ एउटै मेवा 10 किलोको जस्तो अवस्थामा छ। यो कायदे अवस्था छ। एउटा बोटमा त 50-60 किलो फले जस्तो छ। यस्तो तरिकाको छ। ल यो अपडेट हेरेर चाहिँ तपाईहरुलाई जानकारी भइहाल्छ। के गर्ने सबै थाहा पाइहाल्नुहुन्छ तपाईहरुले नै। ल अहिलेलाई यति नै, धन्यवाद।